तपाईँ पहिला हिन्दू कि क्रिस्चियन? त्यो आवश्यक छैन होला होइन धर्मको प्रचार गर्दै हुन्छ तपाईँ। आवश्यक छ हिन्दूहरूलाई अन्य जातिलाई क्रिस्चियन बनाएर स्वर्गको बाटो गइन्छ। तपाईँको बाइबलमा मलाई एउटा कुरा गर्नुहोस्। तपाईँको बाइबलमा मलाई कुनै एउटा अक्षर यो देखाउनुहोस् जहाँ लेखिएको छ अन्य जातिलाई क्रिस्चियन बनाऊ भनेर। क्रिस्चियन बनाऊ भनेको छ, हामीले क्रिस्चियन बनाउने कुरा गरिरहेको बनाउने खेल हो यो। होइन हामीले रेकर्ड तपाईँले फोन गर्दाखेरि नै हामीले भनिसकेका थियौँ आफ्नो परिचय। होइन चल्दैन भने ठिक छ दर्शक हामीले होइन नेपाल प्रहरीलाई हामीले सम्पर्क गऱ्यौँ। नेपाल प्रहरीका 2 जना सादा पोसाकमा पठाउनु भएको छ र उहाँलाई प्रहरीको जिम्मामा हामी लगाउँदैछौँ। त्यसपछि के हुन्छ हामी त्यो फर्दर रिपोर्टिङ गर्छौँ र उहाँले भन्दै हुनुहुन्छ पत्रकारिता हामीले पढाउँदै हुनुहुन्छ। उहाँ बाइबल पढ्नुहुन्छ। बाइबलमा कहाँ लेखेको छ धर्म परिवर्तन गर्न मिल्छ? देशको कानुन र संविधान पढ्नु भएको छ देशको। अनि यो के हो तपाईँहरू जस्तो ट्र्यापमा पारेर धर्म परिवर्तनको खेल ट्र्याप हो। सुन्नुहोस् न, निमुखा गरिब जनतालाई अनपढ जो पढेको छैन त्यस्ता मान्छेहरू होइन उहाँहरूको जिम्मामा तपाईँ हुनुहुन्छ है सर। होइन पछि म आउँछु प्रहरी भयो भने अहिले म आउँदिनँ। होइन तपाईँले भ्याउनु त्यस्तो भन्न पाउनुहुन्न सर। होइन तपाईँलाई हामी साधारण सोधपुछ गर्न हामी प्रहरीको कार्ड हेर्नुहोस् है। यो कार्ड हेर्नुहोस् हामी प्रहरी हो। केही कुरो सोध्नु सर म पछि आउँदा भइहाल्छ। होइन पछि सर सुन्नुहोस् तपाईँहरूलाई हतियार बनाएर नि म पछि आउँछु। होइन भन्न पाउनुहुन्न सर। होइन त्यसको लागि सरी अब ठिक छ। अब जिल्ला प्रहरी ललितपुरको जिल्ला प्रहरी परिसरमा हिन्दू राष्ट्र भनेर चिनिन्थ्यो यो देशलाई। धर्मनिरपेक्ष गरियो। धर्मनिरपेक्षको मतलब सम्पूर्ण जातिलाई सम्मान गर्यो, संविधानमै सम्मान गर्यो। तर यसरी यो हेर्नुहोस्, यो सबै धर्ममाथिको प्रहार हो कि होइन? म यस्तो रिपोर्टिङ गर्दिनँ कहिले पनि, तर आज मलाई लाग्यो होइन यो त अति भयो, यो त अतिभन्दा अत्याचार भयो। किनभने त्यो दिदीहरूले हामीलाई भन्दै हुन्थ्यो तपाईँ जसलाई यो बाँड्न भन्नुभएको थियो नि भन्दै हुन्थ्यो शैक्षाले होइन त्यो बापत उहाँहरू पैसा पाउनुहुन्छ। सोध्नु न उहाँहरूलाई उहाँहरूलाई सोध्नुहोस् न। तपाईँ धर्मको नाममा खेल खेल्ने अनि हामीलाई पाठ सिकाउने। सुन्नुहोस् तपाईँ पाठ सिकाउने। सुन्नुहोस् वितरण गर्न पाउँदैन सुन्नु कहाँ लेखिएको छ कि यसरी धर्मको नाममा अन्य जातिलाई चाहिँ संविधानको धारा नम्बर 26 को 1 2 मा आफ्नो धर्म तर अरूको धर्मलाई सुन्नुहोस् न तपाईँ आफ्नो धर्मको प्रचार गर्नुहोस् होइन। चर्चमा जानुहोस् होइन चर्चमा गर्नुहोस् होइन सारा जातिलाई ठिक छ। अब त्यो त संविधानमा के लेखिएको छ नि त्यो एकछिनमा तपाईँले थाहा हुन्छ। संविधानले के लेखिएको छ, यो देशको कानुन के लेखिएको छ होइन। यो डलरवालाहरूले कुन संविधान पढ्या हो होइन त्यो पनि हामी भन्छ सर। हिन्दू धर्म अनुसार स्वर्गको बाटो देखाउनु होइन तपाईँ कर्म नै स्वर्ग हो अहिलेको जमानामा नि सर। पाइन्छ किनभने यहाँ गन्तव्य लेखिएको छ। जुन मान्छेले यो बाँडिरहेको थियो नि तिनीहरूले चिचिया रोडमा के भन्छ हामी स्वर्गको बाटो देखाउँछौँ तपाईँहरूलाई। राम्रो हुन्छ कसरी देख्ने स्वर्गको बाटो मलाई देख्नु छ। हिन्दूहरूको गीता कुरानहरूमा छैन, मुस्लिमहरूको कुरानमा छैन। तपाईँले बताउनुहोस् सबैलाई इज्जत र सम्मान गर्नमा केही फरक मेरो नाम साजन श्रेष्ठ। साजन श्रेष्ठजी यो पछाडि तपाईँको नम्बर लेखिएको छ, नाम लेखिएको छैन। कति उमेर भयो तपाईँ? म 28 वर्ष। के काम गर्नुहुन्छ? के भन्छ सबै एउटै हो। बोर्डिङमा पढाउनुहुन्छ। गडफादर कति पढ्नु भएको छ तपाईँ? सबै एउटै हो। मान्नेको तरिका फरक। तपाईँको सामु हामी हिन्दू राष्ट्र भनेर छुट्टै पहिचान बनाउन सफल यो देश नेपाललाई हिन्दू राष्ट्र भनेर चिनिन्छ। म जाति धर्म अथवा कुनै किसिमको त्यो संस्कृति लगायतका विषयमा आज रिपोर्टिङ गर्नलाई यो शब्दहरू भनिरहेको होइन। हिजोसम्म यो देशलाई हिन्दू राष्ट्र भनिरहँदा छुट्टै किसिमको पहिचान विश्व सामु थियो। त्योभन्दा राम्रो गर्यो धर्मनिरपेक्ष बनाएर। किनभने सबै टेबल ठोक्नेहरूले भन्यो संविधानमै धर्मनिरपेक्ष लेखियो भने सबै जातिको सम्मान हुन्छ। सायद मलाई लाग्छ योभन्दा अगाडि सबै जातिको सम्मान यो देशमा थिएन। त्यही भएर पनि यो देशलाई धर्मनिरपेक्ष